अल्ट्रासाउन्डमा फ्याटी लिभर आयो भनेर धेरैजना डराउनुहुन्छ। तर एउटा कुरा पहिले नै सम्झनुहोस्, फ्याटी लिभर भनेको कलेजो बिग्रिसक्यो भन्ने होइन। धेरै जसो अवस्थामा यो सुरुवाती चरणमा सुधार गर्न सकिने अवस्था हो। भिडियो एक्सरे या अल्ट्रासाउन्डमा सामान्यतया फ्याटी लिभरलाई ग्रेड 1, 2 या 3 भनेर रिपोर्ट गरिन्छ। ग्रेड 1 भनेको मन्द खालको अवस्था हो। धेरै जसो मानिसमा लाइफस्टाइल सुधार गरेर तौल घटाएर राम्रो सुधार आउन सक्छ। ग्रेड 2 फ्याटी लिभरमा चाहिँ बोसो अझ बढी हुन्छ। यस्तो अवस्थामा पनि सुधार चाहिँ गर्न सकिन्छ है। तर यो बेलामा चाहिँ आफ्नो ओभरअल हेल्थलाई अलिक गम्भीर रूपमा लिन सक्नुपर्छ। ग्रेड 3मा बोसो एकदमै बढी देखिन्छ। यसको अर्थ कलेजो बिग्रिसक्यो भन्ने होइन, तर कलेजोमा सुजन हुन थालिसकेको छ र फाइब्रोसिस या खतहरू जस्ता थप समस्या छ कि छैनन् भनेर अझ गहिरो मूल्याङ्कन गर्नुपर्छ। अनि रिपोर्टमा फ्याटी लिभर लेखेको देखेर आत्तिनु पनि पर्दैन। सबभन्दा पहिला फ्याटी लिभर किन भयो भनेर हेर्नुपर्छ। अत्याधिक तौल, पेट वरिपरि टन्न बोसो छ भने, सुगरको समस्या छ, कोलेस्ट्रोलको समस्या छ, रक्सी धेरै खानुहुन्छ, एक्सर्साइजहरू गर्नुहुन्न भने पनि यिनीहरू महत्त्वपूर्ण कारण हुन सक्छन्। र यसको खानपानमा तेल मात्रै बढ्न बन्द गरेर समाधान हुने गर्दैन। गुलियो खानेकुराहरू, चिनी खानु भएन, रिफाइन गरेको कार्बोहाइड्रेटहरू जस्तो मैदा अनि त्यहाँबाट बनिने खानेकुराहरू र एकदमै प्रोसेस गरिएको प्याकेटमा आउने खानेकुराहरू पनि कम गर्नुहोस्। एकदम सन्तुलित आहार र नियमित मात्रामा पोर्सनलाई कन्ट्रोल गरेर खानमै ध्यान दिनुपर्छ। र यो सँगै यदि तौल छ भने तौल घटाउनु भनेको कलेजोको बोसो पनि घटाउनु हो। र आवश्यकता अनुसार डक्टरले लिभरको इन्जाइमहरू र आवश्यकता परे कलेजोमा खत या फाइब्रोसिस छ कि छैन भनेर जोखिम पनि मूल्याङ्कन गर्न सक्नुहुन्छ। र एउटा राम्रो खबर के भने फ्याटी लिभर देख्यो भन्दैमा जीवनभर समस्या रहन्छ भन्ने होइन। धेरै जसो मानिसमा धेरै जसो अवस्थामा समयमै तपाईँको लाइफस्टाइल परिवर्तन गरेर र आवश्यकता अनुसार सुगर, कोलेस्टेरोल, थाइरोइड जस्ता रोगहरूको कन्ट्रोल गरेर फ्याटी लिभरलाई हटाउन सकिन्छ। धन्यवाद।